हेलो एभ्रिवान, सबैजनालाई माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना है साथीहरू। आज माघे सङ्क्रान्तिको दिन खास गरी तरुल खाने भन्ने हुन्छ होइन, तरुल सकरखण्डहरू है हामीहरू सबैले बनाएर खायौँ। हजुरहरूले पनि अभियसली खानु नै भयो होला। र हाम्रो आज चाहिँ नि पोखरामा रहेको ढुङ्गे साउमा हरेक वर्ष माघे सङ्क्रान्तिकै दिन मेला लाग्ने गर्छ। त्यो दिन भनेको एक दिन मात्र हुन्छ यहाँ मेला। हाम्रो एकदमै भिड हुन्छ साथीहरू। हामी यो वर्ष पनि गएको थियौँ र एकदमै रमाइलो भयो। भिड एकदम हुन्छ साथीहरू है। त्यहाँ सस्तो सामानदेखि लिएर महँगो सामान पनि पाउँछ साथीहरू। रमाइलो हुन्छ, गेमहरू हुन्छ, खानपिनहरू हुन्छ, नास्ताहरू हुन्छ। अनि त्यहाँ सबभन्दा धेरै त त्यहाँ त्यो डोको त्यो सुपोहरू धेरै पाउँछ, त्यस्तो आइटमहरू है। मान्छेहरू त्यही लिनको लागि जानुहुन्छ। हामीले पनि लिएर आयौँ आज गएर होइन। हजुरहरू पनि अघिल्लो वर्ष नगए नि अब आउने वर्ष चाहिँ नि जान सक्नुहुन्छ।